नमस्कार खाम्डी म दिशुबारे सबैलाई है। अब चाहिँ म तपाईहरुलाई बहिनीको धन्यवादी मिसामा लिएर जाँदैछु है। त्यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ लुङसेल जाँदैछु र आज चाहिँ म तपाईहरुलाई लुङसेल लगेर जाँदैछु है। अझै एकजना यहाँ पनि छ है, बिहानै भालेको डाकमा आएको उहाँ चाहिँ। खास मान्छे यहाँ छ हो हाम्रो आज। माङजिङको भ्यू पोइन्टमा आइपुगेका छौँ है। अब हामी हाम्रो जग्गामा पुग्न आँटेका छौँ। पुग्नु त हेरिहाल्नुहोस् यहाँको भ्यूहरू हेर्नुहोस् है, मजाको छ यहाँको। यो चाहिँ हो माङजिङको भ्यू पोइन्ट। हाम्रो यहाँ भेन्टु साथी एकदम बिजी छ। अब चाहिँ बहिनीको घर आइपुग्न आँट्यौँ हामी है। जुन ठाउँमा चाहिँ आजको मिसा हुन गइरहेको छ। र यहाँ चाहिँ अब हाम्रो स्कुटी चाहिँ अलिकति बाटो अप्ठ्यारो भएको कारणले गर्दा पहिला अर्कै थियो भन्ने गरेको। पवित्र मिसा बलिदान धन्यवादी पवित्र मिसा बलिदानमा हामी लङसोल पोबुङ मिसन स्टेसन साथै सिस्टर म्याग्डोलिनाको परिवार तपाईहरुलाई हार्दिक स्वागत जनाउँदछौँ। र अब हामी पवित्र मिसा बलिदान अगाडि बढ्दाखेरि प्रवेश भजनद्वारा हामी अगाडि बढ्नेछौँ र तपाईहरु दया गरी यो पवित्र मिसा बलिदानमा पवित्र साथ अनि अनुशासनमा रहेर भक्तिपूर्वक हामी यसलाई सुरु गर्नेछौँ। सबैजना प्रवेश भजनको लागि खडा हुनेछौँ। मदर टेरेजा मिसन स्टेसन लुङसोल पोबुङ त्यही क्षेत्रमा रहेको आज हामी जानेहरू छौँ। यो श्रीमान ग्रेगोरी अनि श्रीमती प्रिस्का लेप्चाको परिवारमा हामी तपाईहरुलाई स्वागत जनाउँदछौँ। सर्वप्रथम हामी स्वागत जनाउँदछौँ रेड रेभरेन्ड बिशप पल सिमेक डायसिस अफ बागडोग्रा। उहाँको जन्मथलो अनि नेटिभ ठाउँ गिटाब्लिङ हुनुहुन्छ। अनि उहाँलाई आज हाम्रो यो पवित्र मिसा बलिदान सिस्टर म्याग्डोलिनाको पवित्र मिसा बलिदानमा पाउनु पर्दाखेरि
हामी प्रभुलाई धन्यवाद चढाउँदै उहाँलाई हामी न्यानो स्वागत जनाउँदछौँ। यहाँ रिक्वेस्ट आमाको तर्फबाट उहाँलाई खदा लगाएर स्वागत गरिदिनुहोस्। साथसाथै रेभरेन्ड फादर डोम साथसाथै रेभरेन्ड फादर क्लाइमेन्ट जो गोरुबथानको हुनुहुन्छ र अहिले उहाँको आफ्नो रेभरेन्ड फादर पिटर टप्पु जो अहिले सन्त जोसेफ रिनकमा हुनुहुन्छ, अनि विशेष गरी हाम्रो रेभरेन्ड फादर जोखिम जो हाम्रो प्यारिस फिर हुनुहुन्छ उहाँलाई गर्नेछौँ। र साथसाथै रेभरेन्ड फादर फ्रान्सिस जो हाम्रो आफ्नै गाउँको छोरा हुनुहुन्छ उहाँलाई पनि हामी स्वागत गर्नेछौँ। थ्याङ्क यू सो मच। हामी एकदमै छोटो समय लिन्छ। अनि विशेष गरेर आज यो धन्यवादको भेटी गराउनुभएकी अनि सिस्टर म्याग्डलिन उहाँको मुमा बुवा उपस्थित हुनुभएका सबै हाम्रा परिवारका आफन्तहरू सँगसँगै क्रिस भक्तहरू अन्य चर्चबाट आउनुभएका पास्टर्सहरू एल्डर्सहरू सबैजनालाई क्रिस जन्मचाडको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु। सबभन्दा पहिला सँगसँगै सिस्टर म्याग्डलिनलाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई निमन्त्रण दिनुभयो लुङसोलमा धेरै वर्ष अगाडि आएका थियौँ फादर अब्राहमसँग। हुन त एउटै प्यारिसको भएर हामीहरू आइरहन्थ्यौँ, तर 2-3 वर्ष मात्रै म यहाँ आएँ होला फादर अब्राहमसँग। त्यति बेला म वृद्ध हुन गएको थिइनँ। त्यसको अगाडि र आज चाहिँ धेरै वर्षको बादमा यहाँनिर यो क्रिस्चियन चलाउन एउटा मौका शिक्षकहरूलाई दिनुभयो। त्यसको लागि म विशेष शिष्टलाई धन्यवाद चढाउँदै हाम्रा यस यशायाको पुस्तकबाट लिएको पाठ। तसर्थ तिमीलाई जसले सृष्टि गरे हे याकुब, तिम्रो सृजना जसले गरे हे इस्रायल, उनी प्रभु अहिले यसो भन्नुहुन्छ, नडराऊ, मैले तिम्रो उद्धार गरिसकेको छु, नामै काटेर मैले तिमीलाई बोलाइसकेको छु, तिमी मेरा हौ। तिमीले सागर पार गर्नु परे म तिमीसँगै हुनेछु, नदीहरू छिचोल्नु परे तिमीलाई तिनले मिल्न सक्ने छैनन्, आगो पार गरेर जानु परे तिमीलाई त्यसले पिल्साउने छैन, आगोको ज्वालै पार गर्नु परे पनि तिमीलाई जलाउन सक्ने छैन। प्रभुको वचन। प्रभु तपाईसँग उनको आत्मासँग पनि सत्य जुन पवित्र सुसमाचार महिमा होस् तपाईँलाई, हे प्रभु। तिमीहरूले मलाई चुनेको होइन, मैले तिमीहरूलाई चुने, अनि तिमीहरू जाऊ फलिदेऊ र तिमीहरूको फल रहोस् भनी मैले तिमीहरूलाई नियुक्त गरेँ। यसो हुँदा
तिमीहरूले मेरो नाम लिएर पिताले जे माग्छौ उहाँले दिनुहुन्छ। म यही आज्ञा तिमीहरूलाई दिन्छु, एकअर्कालाई प्रेम गर। प्रभुको सुसमाचार। प्रशंसा तपाईँलाई सबैलाई ह्यापी क्रिसमस। आजको यो पवित्र अनि खुसीको दिनमा उपस्थित मान्यवर बिशप पल सेमिक बागडोगराको अहिले हालैको हाम्रो बिशप हुनुहुन्छ, अनि वेदीमा उपस्थित फादर जोकिम तामाङ प्रेस इन्चार्ज यो लुङसेल शाखाको, अनि आज हामीसँग बहिनी अनि सिस्टर म्याग्डलिनको यो खुसी अनि धन्यवादको यो दिनमा परमेश्वरप्रति यो हर्ष मनाउन हाम्रो परिवारसँग जोड्नु भएको हाम्रो फादर क्लेमेन्ट लेप्चा, जो अहिले सन्त अगस्टिन पल्ली काङ्कीबुङको पल्ली पिता हुनुहुन्छ, जो चाहिँ हाम्रो आपाहरूसँग उहिले सानोमा गोरुबथानमा सँगै हुर्केको, सँगै खेलेको, सँगै बढेको, लाप्पा पढेको भन्ने कुराहरू उहाँहरू गरिरहनुहुन्छ, पारिवारिक सम्बन्ध भएको व्यक्ति। अनि आज हाम्रो माझमा हाम्रो एकदम जवान फादर पिटर टोपो हाम्रै धर्म प्रान्तको फादर हुनुहुन्छ। सबैलाई अनि यहाँ उपस्थित आज सिस्टर म्याग्डलिनको आमा आपा, मेरो अकु अन्यु अनि बहिनी भाइहरू, मेरो परिवारको आप्पा आमा दाजु भाउजू, अनि आज निमन्त्रण स्वीकार गरेर आउनुभएका हाम्रा होली क्रस सिस्टरहरू, विभिन्न कम्युनिटिजहरूबाट इन्स्टिट्युसन्सहरूबाट आउनुभएका अनि विभिन्न पल्लीहरूबाट चित परिचित व्यक्तिहरू, पाहुनाहरू, बतिमतिमहरू, अकुअनीहरू यहाँ देख्दैछु, गोरुबथान, निम्बङ अनि पुबुङ, काङ्कीबुङ अनि कालिम्पोङ, डपलिङ, आफ्नै जग्गाहरूबाट, अनि यो सबै जग्गाहरूबाट आज तपाईँहरूको आगमन यो समय बहिनी सिस्टर म्याग्डलिनको नाममा उपस्थित भइदिनु भएकोमा तपाईँहरू सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा, बालक यीशुको नाममा अभिनन्दन जनाउँदै, साथसाथै आज हाम्रो क्वायर ग्रुपमा विशेष हाम्रो अर्ग्यानमा देख्नुहुँदैछ उहाँ चाहिँ भाइ इमानुएल बर्देवा, उहाँ चाहिँ तोदेको हुनुहुन्छ, भन्नुमा पर्दा मेरो एक समयको स्टुडेन्ट पनि हुनुहुन्छ। अनि उहाँहरूको अहिले एउटा टेबरनेकल ब्यान्ड भन्छ, यो ब्यान्डको प्रमुख व्यक्ति उहाँ नै हुनुहुन्छ, भाइ निकोदेमस। उहाँहरूको उपस्थिति देख्दा आज म आफैलाई यो परिवारको पक्षबाट अनि परिवारसँगै जोडेर अति नै हर्ष मानिरहेको छु। तसर्थ आज यहाँ उपस्थित प्रत्येकजनालाई यो आज पढिएको अनि प्रकट गरिएको वचनहरूको आधारमा बहिनी म्याग्डलिन, सिस्टर म्याग्डलिनको यो बुलहाटको जीवनलाई यो आज वचनसँग जोडिएर तपाईँहरूको समक्षमा केही वचनहरू, सन्देशहरू राख्न चाहन्छु। बित्दो 2 वर्षभन्दा अगाडि यही भेगमा अलिकति पर टाढामा मैले 3 तारिक जुनको दिन मेमा मैले मेरो आफ्नो धन्यवादी मिसा, पहिलो पुरोहित भएको मिसा अर्पण गर्दा यही वचनहरू छानेको थिएँ, जुन वचनहरू चाहिँ बहिनीले पनि छानेको थियो रहेछ। यो कोइन्सिडेन्स म भन्दिनँ, यो चाहिँ परमेश्वरको एउटा इच्छा हो। अनि आज विशेष बहिनी म्याग्डलिनलाई तपाईँहरूले सिस्टरको रूपमा देखिसक्नु भएको छ। अब हाम्रै भेगको ख्रिस्टीय अख्रिस्टीय व्यक्तिहरूले यो नसोच्नुहोस्, ए पढिसकेछ बहिनी नानी, अब बिहा कहिले हुन्छ नसोच्नुहोस्। आजको दिनमा म तपाईँहरूलाई बहिनी म्याग्डलिन, सिस्टर म्याग्डलिनको जीवनको साक्षी दिँदा म तपाईँहरूलाई पहिलेबाट यो भन्दछु, ख्रिस्टमा अनि परमेश्वरको पवित्र इच्छामा अनि उहाँको यो वचनलाई जब उहाँले प्राथमिकता दिँदै वचनलाई पछ्याउँदै जानुभयो, परमेश्वरको वचन अनि परमेश्वरको अनुग्रह अनि उहाँको जीवनमा बहिनी म्याग्डलिनले पूर्ण रूपले आत्मा अनि शरीरलाई समर्पित गरेको दिन, अनि आज उहाँले परमेश्वरलाई उहाँले दिनुभएको यो वरदानलाई धन्यवाद भन्दै परमेश्वरप्रति अनि मानव जातिको सेवाको निम्ति आफ्नो जीवनलाई सम्पूर्ण रूपले समर्पण गरिसकेका छन्। अनि आज उपस्थित यहाँ प्रत्येकजनालाई म यही भन्न चाहन्छु, सिस्टर म्याग्डलिन आज यो क्रिमी साडीमा उहाँ यहाँ अगाडि उपस्थित छन्। अहिले त राम्री होइन अक्ली भएको छ। अब हाम्रै ठाउँहरूमा, गाउँघरमा विशेष तपाईँले देख्नुभएको छोरी, तपाईँहरूसँगै हामीसँगै पछ्याउँदै हिँडेको,
हामीसँगै हात पक्रेर हिँडेको, यही भेगमा माली टारहरूदेखि कता कतादेखि यता हाम्रो गाउँ पारी गाउँबाट पानी बोक्ने, यही बाटोहरू भएर सन्त जोसेफ पल्ली गिर्जा जाने, एसएससी प्रार्थनाहरूतिर हिँड्ने, क्यारोलमा अगाडि बसेर गीत गाउने नाच्ने बहिनी म्याग्दलिन, त्यही म्याग्दलिन। यो म्याग्दलिन, यो सिस्टर म्याग्दलिन त्यो म्याग्दलिन होइन, फुत्तै जमिनबाट निस्केको नानी होइन। उहाँको पनि एउटा साधारण परिवार, आफ्नो माता पिता परिवारका जनहरू छन्। अनि आज यो सबै कुरोहरू, जुन कुरोहरू बहिनीले यो जग्गामा जन्म लिए, अनि आमा आप्पाको पालन पोषण उहाँले पाए, अनि बस्दा रहँदा प्राथमिकता शिक्षाहरू अर्जन गर्न दुःख कष्टहरू धेरै गरे। आमा आमाकोमा धेरै कठिनाइहरू थियो। आमा आप्पालाई तपाईँहरूले यदि यो घरमा भेट्नु आउँदाखेरि घरमा भेट कहिले पनि हुन्थेन होला, कि जङ्गलमा कि बारीमा कि गोठमा। हेर्नुहोस्, आज यस्तो साधारण परिवारको साधारण व्यक्तिको जीवनबाट, यो आदरबाट आज बहिनी म्याग्दलिनको नाममा यतिजना उपस्थित छौँ। यदि हामीले उभिएर यतापट्टि हेऱ्यौँ भने हामी धेरै नै चिन्दैनौँ। अब यहाँ होली क्रस सिस्टर्सहरू हेर्नुहोस्, कहाँ केरलाहरूबाट, म्याङ्गलोरहरूबाट, तादोङ, सिक्किम, गान्तोक, सिलगढी सबैबाट आइसकेको छ। आज के हो यो कुरोहरूले, यो घटनाले आज के दर्शाइरहेको छ? परमेश्वरको प्रेमलाई अनि परमेश्वरलाई पछ्याउने व्यक्तिलाई चाहिँ नि परमेश्वरले कहिले पनि खाली राख्नुहुन्न। त्यो परिवारमा, त्यो मान्छेको जीवनमा, त्यो व्यक्तिको जीवनमा कहिले पनि खडेरी लाग्दैन, कहिले पनि अनिकाल लाग्दैन। अनि आज मैले यो कुरोहरू, साधारण कुरोहरू तपाईँलाई किन गरिरहेको छु भने, बहिनी म्याग्दलिन यस्ता खालको व्यक्ति हुन्, साधारण जीवन, साधारण परिवारमा हुर्किएको। अनि उहाँले जब आफ्नो प्राथमिकता शिक्षा यही भेगमा अनि गिटारिङबाट उहाँले प्राप्त गरे, बित्दै गए, पढ्दै गए, अनि आफ्नो समयहरू बित्दै जाँदाखेरि पछि म पनि एउटा सेमिनेरीमा जोइन गरेँ। तसर्थ यो जीवन देख्दा पनि उहाँलाई प्रेरणा आउँथ्यो। अनि म छुट्टीमा हामी भेट भन्दाखेरि जहिले पनि सोधिबस्थेँ, ओइ म्याग्दलिन के हुन्छ भन्दाखेरि सिस्तास गर्थेँ, अलिक थोते बोल्थेँ क्या, सिस्तास गर्थेँ म। अन्त म पनि भातहरू हुन्छु, त पनि सिस्टर ल भन्थेँ। हेर्नुहोस् त, यी जो नानीहरू हुँदाखेरि गरेको कुरा हामी, आज उहाँ सिस्टर, म पुरोहित। प्रेज द लर्ड, प्रेज द लर्ड। तर जब हामीले जुनै पनि वचनहरू बोल्छौँ र त्यसको हामीले कामना गर्छौँ, योजनाहरू राख्छ, पुरा हुन्छ। अनि हामी बहिनी प्रार्थनामा जानुपर्छ है भन्दाखेरि आधी घन्टा अगाडि आएर रेडी भएर आएर अत्तल आउँथ्यो, लु दादा छिटो जाउँ न। यहाँदेखि हाम्रो गाउँहरू, घरहरू, मिक्थुङहरू भन्ने दरिङहरू कति टाढो छ। तर त्यो टाढो जानुमा उहाँलाई कहिले पनि थकाइ हुन्थेन। बाइबल बोकेर, प्रार्थना किताब बोकेर, भजनमाला बोकेर आउँथ्यो। अन्त मतीहरूसँग, आप्पाहरूसँग, दाजुहरूसँग बात गर्ने, होइन, डोल्ने, त्यहाँ हिमी गर्ने, यस्तो सेयरिङ गरी बस्ने, राम्रो प्रार्थना गर्ने छोरी। अनि आज यो कुरोहरू किन भएको थियो रहेछ भन्दाखेरि, बहिनी म्याग्दलिनले चुनेको उहाँको यो जीवनको, यो समर्पित जीवनको थिम, मैले तिमीलाई बोलाएको छु आफ्नै नामद्वारा। परमेश्वरले भन्नुभएको, म्याग्दलिन तिमी आफ्नो आमाको गर्भमा आउनुभन्दा अगाडि मैले तिमीलाई चुनेको हुँ। अनि आज परमेश्वरले भन्नुहुन्छ, तिमी कसैको होइन, यु आर माइन। आज परमेश्वरले यो कुरो बहिनी म्याग्दलिन, सिस्टर म्याग्दलिनलाई किन भनिरहेको छ भनेदेखिलाई, यो यु आर माइन भन्दाखेरि अलिक सेल्फिस सुनिन्छ। तर परमेश्वरले भनेको यो शब्द चाहिँ, जब परमेश्वरले मेरो हो भन्छ, परमेश्वरले अरूप्रति प्रकट गर्न, सारा संसारको कन्दरसम्म फैल्याउन, पुर्याउन अनि पठाउनको निम्ति चुन्नु भएको आजको यो दिनमा बहिनी म्याग्दलिन अनि सिस्टर म्याग्दलिनलाई दिएको यो वचन हो। आज प्रभुले बोलाउनु भयो नामद्वारा, अनि उहाँलाई चुन्नुभयो, अनि मेरो हो भनेर भन्नुभयो। परमेश्वरको एउटै उद्देश्य हो, त्यो चाहिँ हो परमेश्वरले रचेको योजना, गर्नुभएको प्रतिज्ञाहरू मध्ये एउटा प्रतिज्ञा चाहिँ महान प्रतिज्ञा हो। त्यो चाहिँ तिमी चाहिँ प्रेमको साक्षी हुनु परेको छ है नानी म्याग्दलिन, छोरी म्याग्दलिन भनेर आज वचनले भन्नुहुन्छ। अनि आजको यो संसारको यो अहिलेको यो अवधिमा जिउनु कसैलाई सजिलो छैन। समाजमा व्यक्तिगत अनि पारिवारिक जीवनहरू जिउन सजिलो छैन। एकदमै कठिनाइको समयहरू आइपरेको छ, चुनौतीहरू आइपर्दछ।
उहिले 20 रुपियाँ 30 रुपियाँ 10 रुपियाँले पनि बजार घुमेर आएर खाएर पनि अझै उफ्रिन्थ्यौँ भन्थ्यो। अहिलेको समयको 500 रुपियाँ त्यो कालो 500 रुपियाँ हातमा दिनु चाहिँ कालै भएर जान्छ, कता जान्छ। आफूलाई पनि हुँदैन, घरमा ल्याउने पनि हुँदैन। अब यो एउटा साधारण उदाहरण तपाईँहरूलाई। तर पनि यस्ता कठिनाइको जीवनहरू, कठिनाइको बाटोहरू, कठिनाइको व्यक्तिहरू, कठिनाइको यो संसारलाई बहिनी म्याग्दलिनले सामना गर्न उहाँ अघि आए। आज अघि आउँदाखेरि उहाँलाई ठेल्ने को थियो त? उहाँलाई निर्देशन गर्ने को थियो त? हो, यो साधारण अनि यो बुढाको जीवनमा जानुभन्दा अगाडि बहिनीले सिस्टरहरूले एउटा इच्छा प्रकट गर्दाखेरि अब यसलाई कहाँ पठाउनु, कहाँ लानु, लु भाइ हाम्रो मतिमुलु छ, तल आज आउनु भएन, सिस्टर कोडेलतालाई रिगार्ड्स टु हर अहिले फोन गर्छ। सिस्टर क्याप्टेन सानो सिस्टर देखेको काङ्कीबुङमा अहिले प्रिन्सिपल भइसक्नुभयो। सिस्टर के गर्नु, यता हुन्छ क्लिनिकम छ, यता हुन्छ कहाँ के गर्नु, जाने एउटा होस्, नो फोर्स, नो हार्ड एन्ड फास्ट रुल उहाँहरूले निर्देशन गर्नुभयो। अनि आज बहिनीले धेरै कठिनाइहरू सामना गर्नु पर्यो, धेरै परिस्थितिहरू सामना गर्नुभयो, तर हार्नु भएन, उहाँ लड्नु भएन। किन लड्नु भएन भनेदेखि आजको पाठमा यो चाहिँ त्यो समयमा जब इजरायली जातिहरूलाई यावे परमेश्वरले त्यो उधार भूमिमा यात्रा गराउँदै ढोड्याउँदै लाँदै गर्दाखेरि भन्नुभएको शब्दहरू आज बहिनी म्याग्दलिनको जीवनमा पनि पूर्ण भएको छ। जहाँ प्रभुले यावे परमेश्वरले आज बहिनी म्याग्दलिनलाई यसो भन्नुहुन्छ, हे म्याग्दलिन बहिनी, तिमीले मलाई गुहारेनौ, तिमीले मलाई मेरो वास्ता गर्न कष्ट उठाएनौ, तर पनि आज प्रभुले के भन्नुहुँदैछ भने म तिम्रो साथमा छु, तिमीले त्यो हृदय प्रकट गर्नुभयो, तिमी नडराउ, तिम्रा हरेक कुराहरू, हरेक तिम्रो योजनाहरू पुरा गर्ने मैले प्रतिज्ञा गरेको ठाउँमा लाने मेरो जिम्मा हो। किनभने हामी मानव जाति हामी धेरै कुरामा गरिब हुन्छौँ, हाम्रो ज्ञानमा सोचमा पनि, तर यो कुराहरूलाई परमेश्वरको प्रतिज्ञाले प्रेमले पूर्ण गर्नुभएको छ। अनि आज यो पहिलो पाठ साँच्चै नै बहिनी म्याग्दलिन सिस्टर म्याग्दलिनको जीवनमा पूर्ण भएको म आवाज गर्दछु। अनि परमेश्वरले बल दिनुहुन्छ, ज्ञान दिनुहुन्छ, बुद्धि दिनुहुन्छ, वरदान दिनुहुन्छ। एउटै कारण परमेश्वरले गर्नुभएको त्यो प्रेमको प्रतिज्ञा उहाँको जीवनबाट पनि पुरा भएको होस्। अनि आजको सुसमाचारमा म जाँदाखेरि सुसमाचार मैले यही छानेको थिएँ, आज बहिनी म्याग्दलिनको लागि पनि मैले यही छानेको छु, जहाँ प्रभुले भन्नुहुन्छ, तिमीले मलाई चुनेको होइन, इट इज नट यु हु चुज गड, तर परमेश्वरले भन्नुहुँदैछ मैले तिमीलाई चुनेको हुँ। अब मैले तिमीलाई चुनेको हुँ भन्दाखेरि विशेष अभिषेक जनहरू मात्र नभएर यहाँ परिवारका प्रत्येक मातापिता, प्रत्येक छोराछोरी, युवा वर्ग सबैलाई परमेश्वरले चुन्नु हुँदाखेरि एउटा उद्देश्य चाहिँ के हो भनेदेखिलाई विशेष रूपले आज बहिनी म्याग्दलिनलाई यो मेसेज, यो सन्देश सन्त जोहनको सुसमाचारले यो दिँदछ, जहाँ भनिन्छ तिमी जाऊ म्याग्दलिन, तिमी जाऊ। कहाँ जानु, गएर चाहिँ के गर्नुपर्ने भन्दैछ भन्दाखेरि बलिदेऊ र तिम्रो फल रोस् भनी मैले तिमीलाई नियुक्त गरेँ। अब कम्फर्ट जोन, अब लु मैले म सिस्टर भए, अब म न्यानो, म राम्रो घरमा बस्छु, राम्रो कम्युनिटीमा बस्छु, नो। तर के भन्नुभएको छ भने परमेश्वरको इच्छा अनुसार तिमी जस्तै ठाउँमा गए पनि ब्लुम, यु आर वेयर यु आर प्लान्टेड, दिस इज द मेसेज। अनि तब तिमी जहाँ गएर रोपिन्छौ त्यहाँ तिमी मरिनु होइन, तर तिमी जागेर फुल्नु, फल्नु अनि बलिष्ठ हुनु तिमीलाई चुनेको हो। अनि यो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि यहाँ आज सन्त जोहनले यसो भन्नुहुन्छ, यसो हुँदा तिमीहरूले मेरो नाम लिएर पितालाई जे माग्छौ उहाँले त्यो दिनुहुन्छ। अनि म यही आज्ञा तिमीहरूलाई दिन्छु, एक अर्कालाई प्रेम गर। वी आर कॉल्ड, हाम्रो जीवनमा हामी सबैले आज यसरी जिउनु पाउँदा, यसरी बस्नु पाउँदा, सास फेर्नु पाउँदा, यो सुन्दर सृष्टिलाई हेर्न पाउँदा, एक अर्कालाई देख्न पाउँदाखेरि मेरा प्यारा ख्रीष्ट भक्तहरू, आफ्नो जीवनमा घमण्ड गर्नको निम्ति तपाईँ र मलाई बोलाएको होइन। अनि ख्रीष्टमा, परमेश्वरमा, अनि तपाईँ र मैले आज यहाँ ख्रीष्ट अख्रीष्ट जुनै पनि
भगवान अनि परमेश्वरलाई विश्वास गर्छौँ। यो परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरूमा एउटा गुण चाहिँ के हुनु पर्दो रहेछ भने प्रेमको हृदय, प्रेम गर्नु सक्नुपर्ने हृदय। जो व्यक्तिले प्रेम गर्नु सक्दैन, प्रेम गर्नु चाहदैन, दे आर नट बोर्न अफ गॉड। उनीहरू चाहिँ परमेश्वरबाट जन्मेको होइन। किनभने यो प्रेम भन्ने शब्द मेरा प्यारा ख्रीष्ट भक्तहरू, आजको यो संसारले सिकाएको र देखाएको प्रेम, यो क्षणिक प्रेम, संसारको वासनाको प्रेम कदापि होइन। तर यो प्रेममा त्याग छ, परमेश्वरको प्रेममा त्याग छ, परमेश्वरको प्रेममा दुःखै छ, परमेश्वरको प्रेममा परिस्थिति छ, परमेश्वरको प्रेममा सतावट छ, परमेश्वरको प्रेममा दुःखै छ। अनि यो प्रेममा जब तपाईँ र मेरो अनि विशेष आज बहिनी म्याग्डलिन सिस्टर म्याग्डलिनले आफ्नो जीवनलाई होमिँदाखेरि यी सबैलाई सामना गर्नु म तयार छु। अनि परमेश्वरले दिएको गरेको प्रतिज्ञा त्यो प्रेम चाहिँ म जीवनद्वारा प्रकट गर्छु भनेर उहाँले आज आफ्नो जीवनलाई सम्पूर्ण रूपले प्रकट गरिसकेका छन्। अनि यो प्रेममा कुनै पनि शर्त हुँदैन। म त्यो व्यक्तिलाई मनपर्छ, त्यो व्यक्तिलाई मन पर्दैन होइन, यो सिस्टरलाई मनपर्छ, यो सिस्टरलाई मनपर्छ होइन, म यो चर्चमा जान्छु त्यहाँ जाँदिनँ। यो प्रेममा यदि शर्त छ भने परमेश्वरले गरेको प्रतिज्ञा, प्रेमको प्रतिज्ञा अपूर्ण हुँदै जाँदछ। आज यो प्रेमको प्रतिज्ञा परमेश्वरले जब यो धर्मशास्त्रद्वारा गर्नुभयो, बहिनी अथवा सिस्टर म्याग्डलिनको जीवनमा मात्र नभएर हामी प्रत्येकको जीवनमा पनि यो प्रेम गर्नु नै परेको छ। यदि यो प्रेम परमेश्वरले सिकाएको प्रेममा हामी बाँध्नु सकेनौँ, यो प्रेमलाई तपाईँ र मैले स्मरण गर्न सकेनौँ, अनुकरण गर्न सकेनौँ भने तपाईँ र म कस्तो हुन्छ भनेदेखिलाई जिउँदै मरेका व्यक्तिहरू जस्तो हौँ, फल नदिने बोटहरू जस्तो हौँ। आध्यात्मिक जीवनमा अनि परमेश्वरको जीवनमा खडेरी लागेका व्यक्तिहरू हौँ। कुहिएर सडेर जानु आँटेको फलहरू, सब्जीहरू जस्तो हौँ। यदि तपाईँ र मैले परमेश्वरले गरेको यो प्रतिज्ञालाई प्रकट गर्नु छ अनि पूर्ण रूपमा तपाईँ र मैले क्रिस्चियन अनि आध्यात्मिक जीवनमा गर्नु छ भनेदेखिलाई खोला बगेको जस्तो, त्यो सरल अनि सफा बगेको खोला जस्तो हुनुपर्दछ, जहाँ मानिसले पनि, जहाँ चराचुरुङ्गीले पनि, जहाँ पशुहरूले पनि गएर आफ्नो तृष्णा मेट्न सकोस्। फादर लेओनार्डका ती भजनका शब्दहरू मलाई अति नै याद आउँछ, जहाँ भनिन्छ यदि तिमी र मैले क्रिस्चियन आध्यात्मिक जीवन जिउनु पर्दछ भनेदेखिलाई तपाईँ र मेरो जीवन यस्तो हुनु पर्दछ, नरहु कहीँ अचल भई जम्मेको पानी चाहिँ, नमेट्ने तृष्णा, नदिने त्राणा, हित गर्यो कसलाई। मेरा प्यारा ख्रीष्ट भक्तहरू, बहिनी म्याग्डलिनको यो पवित्र अनि समर्पित जीवनमा उहाँले अब कसैलाई बाधा पुर्याउनु होइन, कसैको बाधा बन्नु होइन, तर एक सरल बगेको पानी अनि खोला चाहिँ उहाँले निस्वार्थ अनि त्यागमै आफ्नो जीवनलाई समर्पित गर्दाखेरि जो पनि आएर त्यो पानीलाई पिउन सक्छन्, जो पनि उहाँको जीवनमा जाँदछन् प्रेमलाई अनुभव गर्न सक्नुपर्छ अनि गर्न सक्दछन्। अनि आज तपाईँ र मेरो जीवनबाट पनि यदि कसैले प्रेम, आशा, सुख, शान्ति अनि एकता अनुभव गर्न सक्दैन अनि यो कुरामा तपाईँ र म जिउन असमर्थ बन्दछ भने दिस इज द राइट टाइम, यही नै हो सही समय। आज परमेश्वरको वचनहरू बोल्नु पुरा हुनु परेको छ। उहाँले प्रतिज्ञा गर्नुभएको यो कुराहरू हाम्रो जीवनमा पूर्ण हुनै परेको छ। तसर्थ घृणा, एकलपना यो जीवनहरू लिएर हाम्रो समर्पित जीवनलाई जिउन असमर्थ बन्दछौँ। तसर्थ आज बहिनी म्याग्डलिनले, हो लर्ड आई हेभ कम टु यु, यु हेभ कॉल्ड मी, यु चोज मी, प्लिज युज मी, आज यो शब्दहरू भन्नुभएको छ। अनि परमेश्वरले साँच्चै नै उहाँलाई चुन्नु भएको छ, उहाँलाई अंकित गर्नुभएको छ, उहाँलाई अभिषेक गर्नुभएको छ के कामको लागि। जहाँ उहाँ जानुहुन्छ, फुल्नुहुन्छ, फल्नुहुन्छ। अनि यो फल्नु भन्ने कुरा चाहिँ मानिस जातिले अनि नेबरिङ कन्ट्रिजमा रहेको, छेउछाउमा रहेको नेबर्सहरूले त्यो फुलको बास्ना, फलहरूलाई जब आफ्नो जीवनमा अनि आफूले त्यो स्वाद लिन सक्छन्, उहाँको यो बुलहाटको जीवन पूर्ण हुँदछ। आज प्रिय उपस्थितजन, यो वचनहरू पहिलो पाठ अनि सुसमाचार यसरी पूर्ण हुँदै जाँदछ। बहिनी म्याग्डलिनको जीवनमा टाढो हिँडेर जानु पर्ने,
आमाकोमा कोही बेला दिनुपर्ने पकेट मनी पनि नहोला, यस्ता दिनहरू थियो। आधा पेट खाएर चर्चदेखि गिडब्लिङदेखि यो जग्गामा आउनु पर्थ्यो र हामीले भोगेको। यहाँ मिक्तुङ बतिम हुनुहुन्छ, बतिमले छुर्पी बोक्नुहुन्थ्यो क्या, छुर्पी गाईको छुर्पी र नुन माथि खोल्चाहरूतिर डाँडाहरूतिर दिनुहुन्थ्यो। त्यस्तोहरू खाएर अडिलो कुराहरू नि डम्मै हुन्थ्यो, हिँड्न सक्थ्यो, आउन सक्थ्यो, प्रार्थना गर्न सक्थ्यो। परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरू कहिले पनि मर्दैन। परमेश्वरमा विश्वास गर्ने अनि समर्पण गर्ने व्यक्तिहरूलाई कहिले पनि खाली राख्नुहुन्न। म साक्षी, मेरो परिवारको जनहरू साक्षी, अकुवान्यु बहिनीहरू भाइहरू, बहिनी म्याग्दलिन, सिस्टर म्याग्दलिन स्वयं साक्षी हुन्। बुधबारे गिडब्लिङदेखि त्यस्ता घाममा पानीमा पनि हामीलाई कहिले पनि परमेश्वरले कहिले पनि हामीलाई एक्लो छोड्नु भएन। त्यस्तो हुरी बतासहरूतिर चट्याङहरू हानिरहेको दिनहरूमा पनि हामीलाई कहिले पनि चट्याङ लागेन। कुनै रुखहरूले चेप्टाएर हामीलाई मारेन, कहिले पनि हामीलाई पहिरोहरूले पुरेर मारिएन। किनभने परमेश्वरको उद्देश्य, परमेश्वरको इच्छा, परमेश्वरको वचन बहिनी म्याग्दलिन अनि हाम्रो जीवनबाट पूर्ण हुन्थ्यो। अनि यो कुरो चाहिँ किन हो भनेदेखिलाई हामी परमेश्वरमा डर राख्ने व्यक्तिहरू हौँ। यो संसार, यो समाजमा अनि समाजको तत्त्वहरूसँग नडराउनुहोस्, तर डराउनुहोस् परमेश्वर अनि उहाँको ज्ञानहरूमा। किनभने परमेश्वरमा डर मान्ने र ज्ञानमा सधैँ नै आफ्नो जीवनलाई समर्पण गर्ने व्यक्तिहरूलाई परमेश्वरले बचाउनुहुन्छ। अनि त्यस्ता व्यक्तिहरू कहिले पनि दुखी हुँदैनन्, जहिले पनि खुसी हुन्छ। आज यस्ता कुराहरू त्यो परिवेशहरूलाई सम्झेर जाँदा अनि आजको यो वचनहरूलाई प्रकट गरिँदा बहिनी म्याग्दलिनलाई साँच्चै नै परमेश्वरले चुन्नु भएको। आज यतिका जनहरू तपाईँहरू आउनुभयो, अनुहार देखाउनुको लागि मात्र आएको हो जस्तो मलाई लाग्दैन। तपाईँहरू यहाँ आउनुभयो एक थाल माम खाएर फर्किनुको लागि मात्र तपाईँहरू आउनुभएको हो जस्तो लाग्दैन। यस्तो डाँडा काँडा मैले मेरो त्यो धन्यवादी मिसाको दिनमा पनि मैले भनेको, यो जग्गा, यो ठाउँहरू मान्छेहरूले थुकेर गएको ठाउँहरू, काला पानी भनिएको जग्गाहरू, तर परमेश्वरको वचन यसरी पूर्ण हुन जाँदछ। मानिसहरूले डकर्मीहरूले अफालेको ढुङ्गा नै जगको मूल ढुङ्गो हुनुपर्दछ। आज बहिनी म्याग्दलिन, यु आर द कर्नर स्टोन, यु आर द चोजन, यु आर स्पेसल। अनि आज हामी गर्व गर्छौँ। म आफै स्वयं अनि व्यक्तिगत रूपमा म आफै आशिषित ठान्दछु। साधारण जीवनहरूमा, व्यवहारिक अनि यो भौतिक जीवनहरूमा दुःख कष्टहरू जति नै आओस् न, तर आत्मामा खरेडी नलाग्दा, आत्मामा सुकौरो नलाग्दा अनि आत्मामा जहिले पनि उज्जवल हुन कोसिस गर्ने व्यक्तिलाई परमेश्वरले यसरी पूर्ण गर्नुहुन्छ। आज तपाईँहरू आफन्तगणहरू कतिलाई त थाहा थिएन होला कहाँ जानुपर्ने, कता जानुपर्ने। आज मैले बिहानै अनुभव गर्दै थिएँ। ट्राफिक पुलिस मैले देखेको मात्र थिएँ कि आज चाहिँ मैले ट्राफिक पुलिसको काम पुरा गरेँ। फादरहरूलाई, बिसपलाई, सिस्टरहरूलाई, मेरो आफ्नै मान्छेलाई यता जानु, उता जानु, उकालो नजानु, डाइरेक्ट आउनु मैले भने अहिले पनि कल आउँदै थियो। हेर्नुहोस्, हाम्रो बुढाहरूको जीवनमा धेरै धेरै कर्तव्यहरू पुरा गर्नुपर्छ। तर आज बहिनी म्याग्दलिनलाई म विशेष थ्याङ्क हर, किनभने म त एउटा साधन मात्र हुन सकेँ। सिस्टर क्याथरिन, सिस्टर कोडिल दाजु एउटा साधन हुन मात्र सकेँ। तर युआर सेइङ यस टु जिजस। आज तिमीले परमेश्वरलाई, प्रभु म तपाईँको दासी हुँ, आमा मरियाको त्यो वचनहरू पनि तिमीले पूर्ण गरेका छौ। बालक यीशुको चरणीमा तिमीले आफ्नो जीवनलाई समर्पण गर्दाखेरि अब मिश्र देश भाग्नुपर्छ, अब कठिनाइहरू सामना गर्नु, अब तिमीले जहिले पनि एकदमै रेडी हुनुपर्दछ। बालक यीशुले आफ्नो आमा मरियालाई भनेको, तपाईँले मलाई किन खोज्नु भइरहेको? कोही बेला सिस्टरहरूले, वेयर आर यु सिस्टर म्याग्दलिन भन्दै, डोन्ट गेट एङ्ग्री, आई एम हियर सिस्टर, हियर एम आई। यस्ता कुराहरू, सानो कुराहरू आइपर्छ, तर परमेश्वरको हरेक शब्दहरू, वचनहरू पुरा गर्दाखेरि बी ह्याप्पी, बी जोयफुल। अनि आज म्याग्निफिकेट यो शब्द, यो भजन आमा मरियाले गाएका यी शब्दहरू अफालेकाहरूलाई, निष्ठानेकाहरूलाई परमेश्वरले उच्च उठाउनुहुन्छ। उहाँलाई त्यो व्यक्तिहरूलाई परमेश्वरले पवित्र कहलाउनुहुन्छ अनि तिमीलाई पवित्र ठान्नुहुन्छ। त्यो पवित्रताले तिमीलाई अनि हरेक जातिलाई तिमीले बचाउनु परेको छ। त्यसर्थ आज उपस्थित जन, यो समयहरू मैले तपाईँहरूको समक्ष लिँदाखेरि यो परमेश्वरले गर्नुभएको प्रतिज्ञा अनि आज यो वचनहरूले, पवित्र वचनहरूले तपाईँ र म यहाँ उपस्थित
मेरा सबैहरूलाई विशेष यहाँ आज उपस्थित सिस्टरगणहरू जो अहिले हाम्रो डाब्लिङ पकाङ डप्लिङ यता हाम्रो पर्वतहरूबाट पनि आउनुभयो। म एकदम पर्सनली तपाईँहरूलाई धन्यवाद दिन्छु फादरहरू यहाँ, किनभने आज यो वचनले तपाईँ र म सबैलाई एकै रूपमा तपाईँलाई मलाई बेर्नु भएको छ। क्रिस्चियन यो सुसमाचार यो वचनले कसैलाई पनि छुट्याउँदैन। के हो यो वचनहरू भन्ने कुरा? यो वचन यो वचनहरूले विभाजन ल्याउँदैन। प्रेम गर्नु भनेको छ, शान्ति छड्नु भनेको छ, यो एकतामा बस्नु भन्नुभएको छ, जुन कुरो चाहिँ हामी विशेष समर्पित व्यक्तिहरूले अनि आज म्याग्दलिन बहिनी सिस्टर म्याग्दलिनको जीवनबाट उहाँले यो वचनहरू पूर्ण गर्नु परेको छ। अनि अन्तमा म यही भन्न चाहन्छु, आज यो वचन अनि यो सन्देशहरू केवल स्वयं सिंह बहिनी सिस्टर म्याग्दलिनलाई मात्र नभएर हामी प्रत्येकलाई पनि परमेश्वरले बाँड्नु भएको छ, दिनुभएको छ। आउनुहोस् हामी कोसिस गरौँ, हामी जिएर मर्ने होइन तर मरेर जिउने व्यक्तिहरू हामी परमेश्वरमा हुन सकौँ। आउनुहोस् हामी एकछिन प्रार्थना गरौँ अनि यो समयहरू विशेष सिस्टर म्याग्दलिनको निम्ति बहिनी म्याग्दलिनको निम्ति प्रार्थना गरिदिनुहोस्। उहाँले अब आउने भावी वर्षहरूमा सामना गर्नुपर्ने ती परिस्थितिहरू, ती अप्ठ्यारो पर्ने जीवनहरूलाई उहाँले सामना गर्न सक्ने शक्ति अनि परमेश्वरको प्रेमको अनि उहाँले गरेको यो प्रतिज्ञाको साक्षी उहाँ बन्न सकेकोस् भनी हामी सबै मिलेर उहाँको निम्ति आज प्रार्थना गरिदिनेछौँ। हामी बिन्ती गरौँ, तपाईँका हामीले चढाएको यो पवित्र बलि उपहारद्वारा हे प्रभु परमेश्वर प्रेम बन्धनले संगठित भएका तपाईँको सेविका सिस्टर म्याग्दलिनलाई पवित्र कार्य लागि दिनुहोस्। मन वचन र कर्मद्वारा आफूले लिएको व्रत र विश्वास पूर्ण गर्न सकुन्, आफ्नो हृदय अन्तरालको प्रेम तपाईँमा सुम्पिराख्न सकुन् हामी बिन्ती जनाइरहेका छौँ हाम्रा प्रभुद्वारा। तपाईँको पवित्र आत्मालाई शीत वचन जस्तो पठाएर यिनलाई पवित्र पारिदिनुहोस्, जसमा कि यो उपहारहरू हाम्रो लागि प्रभु यीशु ख्रीष्टको देह अनि रक्तमा परिणत हुन्। आए म यहाँ छु, पठाउनुहोस् मलाई आदेश दिई तपाईँकै सेवामा गर्नेछु प्रचार तपाईँकै राज्यको। मेरो यो जीवन उपहारलाई स्वीकार गरी
पवित्र अनि सुन्दर बनाइदिनु भएकोमा म पिता परमेश्वर मेरा सृष्टिकर्तालाई हार्दिक धन्यवाद अनि नमन। यस जीवनमा मैले पाएका प्रत्येक आशिष अनि कृपा जसले गर्दा म तपाईँको सेविका बन्न सके, यी प्रत्येक वरदानहरूप्रति म धन्यवादित छु। आदरणीय अति माननीय बागडोगरा धर्म प्रान्तका धर्माध्यक्ष बिशप पॉल सेमी, उपस्थित फादर जोखिम तामाङ अनि अन्य फादरगण, साथै मेरा संस्थाका सिस्टरगणहरू अनि गिटाफ्लिङबाट आउनुभएका सिस्टरहरू अनि सबै उपस्थित मेरा प्रियजनहरूलाई मेरो न्यानो अभिवादन अनि जिसुवराय। अति माननीय बिशप स्वामी, म हजुरप्रति धेरै आभारी छु। आजका यस पवित्र धन्यवादी युखरिस्तीय समारोहलाई तपाईँको बहुमूल्य समय अनि उपस्थितिले अर्थपूर्ण अनि सफल बनाइदिनुभयो। तपाईँको उपस्थिति, माया, आशीर्वाद अनि प्रार्थनाद्वारा मलाई अनि सबैजनालाई प्रेरित गरिदिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। आज म फादर फ्रान्सिस लेप्चाप्रति पनि धेरै आभारी छु। थ्याङ्क यू दादा, हजुरले मलाई मेरो बुलाहाटीय जीवनलाई चिन्नु अनि यस यात्रामा हिँड्न सिकाउनुभयो। तपाईँबाट पाएका प्रोत्साहन अनि मायाले गर्दा म आज प्रभुको सेविका हुन सके। ईश्वरले तपाईँलाई मेरो निम्ति पठाउनु भएको निर्देशनको रूपमा मलाई अगुवाई, माया अनि प्रार्थना गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू दादा। साथै म मेरो होली क्रस संस्थाबाट आउनुभएका सम्पूर्ण सिस्टरहरूलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। हजुरहरूलाई हाम्रो सानो गाउँमा न्यानो स्वागत पनि। तपाईँहरूको उपस्थिति अनि प्रार्थना हाम्रो लागि धेरै अर्थपूर्ण छ। सबैजनालाई हार्दिक धन्यवाद। थ्याङ्क यू डियर सिस्टर्स। विशेष रूपमा धन्यवाद दिन चाहन्छु सिस्टर कोठल्दा लेप्चा, सिस्टर क्याट्रिन भुटिया अनि सिस्टर मेरी लेप्चालाई, किनभने तपाईँहरूले मेरो बुलाहाटको पहिलो यात्रामा निर्देशन गरिदिनुभयो अनि यस जीवनमा सधैँ साथ दिनुभयो। म अनि मेरो परिवारको पक्षबाट कृतज्ञता प्रकट गर्न चाहन्छु। थ्याङ्क यू डियर सिस्टर। मधुर सङ्गीतद्वारा आजको यस समारोह आनन्दमय अनि भक्तिमय हुन गयो। धन्यवाद तपाईँहरूलाई।
आजको धन्यवादको मिसा पनि सकियो। धन्यवादको मिसा पनि सकिहाल्यो। अब चाहिँ हामी चाहिँ घरतिर लाग्दै गरेको।